दर्शक प्रदीप खड्कालाई देख्न सक्नुहुन्छ जोगाउनै गाह्रो छ यति बेला फ्यानहरूले घेरिरहेका छन् यो कीर्तिपुरको हल हो दर्शक नायिका दिव्या रायमाझी यति बेला चलचित्र दर्शक अभिनेता प्रदीप खड्का यति बेला देख्न सक्नुहुन्छ हलमा आउनुभएको छ आजबाट देशभरका हलमा चलचित्र पिताम्बर लागेको छ हुँदैछ यता फोटो सेसन गरौँ न भोटिङ चाहिँ बवाल आइरहेको छ है भित्रबाट यो त खानै पर्छ थ्याङ्क यू थ्याङ्क यू चिनाउनै बिर्स्यो म भिडबाट तर कहिले पनि ढिलो पनि नहुने फेरि सकेकै छैन फेरि त्यहाँनिर आइपुग्ने होइन सधैँ अर्को बाटो गएछ फर्स्ट टाइम आएको नि दर्शक निकै रमाइलो माहौल छ आज चलचित्र पिताम्बर देशभरका हलबाट रिलिज भएको छ यता पूजा ल दर्शकबिन अन्डा नै हो क्या देखेको थिएँ अलिअलि होइन तर यहाँ त अब फर्स्ट डे यस्तो 7 बजीको सो पनि हेर्न आउनुहुन्छ भनेर मैले एक्सपेक्ट गरेको थिइनँ सो एकदम रमाइलो लागिरहेको धेरैभन्दा धेरै दर्शकसम्म पुगोस् भन्ने चाहना हो उहाँहरूको जसरी सिटी हामी सुनिरहेको थियौँ 15-20 मिनट अगाडिदेखि नै आइरहेको थियो थ्रु आउट नै सिटी ताली बजिरहेको थियो होइन यो एकदमै मास एन्टरटेनर हो सो उहाँले त्यसै रूपमा ग्रहण गर्नुभएको छ र आई थिङ्क धेरैभन्दा धेरै अडियन्सले मन पराइदिनु हुनेछ भन्ने आशा छ आई थिङ्क भेरी फर्स्ट सो हो होइन तर जुन किसिमको उहाँहरूको यो स्वस्फूर्त रूपमा यस्तो उत्साह भनौँ न आएको छ त्यसले गर्दाखेरि चाहिँ मर्निङ सोज द डे भने जस्तै आई थिङ्क मर्निङले चाहिँ डे एकदमै भव्य हुने देखाएको सङ्केत चाहिँ देखाएको के हुनेवाला छ त आज अब पिताम्बरको अब दिनभरि यस्तै नै हो धेरैभन्दा धेरै दर्शकले भेट्ने अनि उहाँहरूलाई धन्यवाद भन्ने अनि त्यही त हो फोटोहरू खिच्ने होइन थ्याङ्क यू भन्ने त्यही नै हो त्यस्तो जहाँसम्म लाग्छ अब यो किसिमको माहौल अन्य धेरै ठाउँहरूमा पनि छ अहिले हामी 4-5 वटा हलहरूमा जाँदैछौँ होइन अब यस्तै रहिरह्यो भने त 2 करोड छुन्छ कि जस्तो लाग्छ मलाई
एकदमै मन पर्यो पार्ट 2 चाहियो भन्ने छ इनिसियल त्योहरू चाहिँ अब डिटेलमा चाहिँ अझै आउँछ होला तर इनिसियली चाहिँ फिल्म चाहिँ एज अ होल नै फिल्म चाहिँ एकदमै मन पराउनु भएको छ र पार्ट 2 को चाहिँ खोजी अहिलेदेखि नै भइसकेको छ त्यो चाहिँ एकदमै राम्रो सङ्केत हो जस्तो लाग्छ आई थिङ्क त्यही त्यो भएर नै होला जनरा सिमिलर जनरा भएर पनि हो जुन किसिमको आई थिङ्क बारगाउँले माहौल एउटा बनाएको थियो होइन एक्सन मुभीले लामो समयपछि अब त्यसैको कन्टिन्युएसन पनि भनौँ यसलाई एक किसिमले होइन त्यो हुनाले सायद त्यस्तो हुनु पार्ट 2 पनि चाहियो भनिराख्नु भएको छ बब्बाल छ बब्बाल धेरै राम्रो छ धेरै फिल्मको त्यो एक्सनहरु एकदम बबाल दामी चाहियो थ्यांक यू बेस्ट मुभी मलाई के छ दशबिन यति बेला हल पिताम्बरमय बनेको छ देख्न सक्नुहुन्छ यति बेला यो कीर्तिपुरको हलमा हाउसफुल भइसकेपछि देख्न सक्नुहुन्छ फिल्म हेरेर बाहिर आउनेको भिड छ पिताम्बर राम्रो बब्बाल हेर्नुहोस् है बबाल छ एक्सन एकदम एक्सन सुपर एकदम राम्रो लाग्यो सबै राम्रो छ सबैले हेर्नु पर्ने मुभी छ फाट्छ चलचित्रले फाट्छ देश दुनिया खान्छ ल पैसा त अब कति कमाउँछ अहिले एक्सपेक्टेसन गर्ने तर समग्रमा धेरै कमाउँछ राम्रो छ दामी एकदम खतरा अझसम्म खतरै छ एक्सन जगतमा क्रान्ति भयो एकदम राम्रो बेस्ट एकदम कस्तो लाग्यो फिल्म तपाईलाई माओवादी पालाको याद आयो क्रान्तिकारीको नेपाली फिल्महरु धेरै यो फिल्म चाहिँ एकदम भिलेन कस्तो बोयफ्रेन्ड नभएको कस्तो हाइडी देखेको के मुभीमा के आइसक्यो रे प्रपोज रे म पनि सिंगल त छु भनेपछि भिलेनको डिमान्ड धेरै हुने रहेछ हैन हुनु पर्यो नि त जहाँ राम हुन्छ त्यहाँ रावण त हुन्छ आयो एकचोटि डायलग जाओस् डायलग अब तिमीहरुले बोल्ने हो को अरे धनञ्जय सिंह राजपूत दाइको मुखबाट पनि जाओस् धनञ्जय सिंह राजपूत दर्शकहरूसँग प्रत्यक्ष पनि अगाडि बसेर इन्टरेक्ट गर्नु पाउँदा एकदम रमाइलो हुन्छ अब लाइक अब यो सेलिब्रिटी क्रेज पछाडि चाहिँ अब चाहिँ दिव्या राय माझी चाहिँ देशभर चर्चामा आउनुभयो होइन अब आजबाट चाहिँ झनै चर्चामा आउनुभयो तपाईँको चर्चा त दिँदैन थियो अब यस पछाडि चाहिँ कस्तो हुन्छ होला जर्नी अब त्यो त एक दुई दिनमै थाहा हुन्छ होइन अहिले त फर्स्ट सो मलाई त अहिले आइम जस्ट प्रोसेस गरिरहेको छु म यो अहिले तपाईँले हेर्नुभयो मुभी मैले अहिलेसम्म हेरेको छैन सबैजना हेरिसक्यो मैले हेरेको छैन कस्तो छ मलाई भनिदिनुहोस् त राम्रो छ दिव्याजीको क्यारेक्टर कस्तो छ एकदम मान्छे जतिकै राम्रो छ नेपालको नम्बर 1 नायिका दिव्या राय माझी हो दिलीप रायमाझीलाई नि मिसाउनु पर्यो अब बाबा छोरीवाला पिताम्बर पार्ट 2 मा रे के जय पिताम्बर पार्ट 2 मलाई लाग्छ यही नै मेसेज हरेक हलहरुबाट पनि आउनेवाला छ यही एनर्जी नै फ्लो हुनेवाला छ र अब यो आजदेखि पिताम्बरमय नै हुने भयो अनि खुसी चाहिँ पार्ट 2 जुन गरिराख्नु भएको छ उहाँहरूले त्यसको लागि चाहिँ एकदमै खुसी भइरहेको छु गुन्डा यहाँ छ दाइ गुन्डा भन्दा चाहिँ कस्तो लाग्छ रमाइलो त्यो क्यारेक्टर हो होइन अनि क्यारेक्टरले सायद त्यो डिजर्भ गर्छ होला जस्तो लाग्छ भाइ हिरो बन्न चाहिँ मन छ कि छैन दाइलाई डेफिनेटली त्यो क्यारेक्टर आफूलाई त हिरो नै हो नि त होइन एकछिन यता हाम्रो मोबाइल
लक्षणहरू एकदमै देखिरहेको छौँ। अब पिताम्बर र बिहानको हामीले चाहिँ अब जुन हामीले यसो 2-4 ठाउँमा हल भिजिट गर्दै गर्दा अडियन्सहरूले मजासितले इन्जोय गरेको, सिटी ताली बजेको विभिन्न कुराहरू देखिसकेको छौँ। यो त एकदमै आजभन्दा भोलिभन्दा पर्सि एकदमै बवाल हुनेवाला छ। तपाईँहरूले कति एक्सपेक्टेसन गर्नुभएको थियो र कति हुनेवाला छ आजको माहौल? होइन, हामीले कतिको अब टिममा मैले चाहिँ कतिको हुन्छ भन्ने ऊ गर्ने भन्दा पनि सिनेमा बलियो बनेको छ, सोचे भन्दा राम्रो सोहरू पाइरहेछ भनेपछि यो सिनेमाको चाहिँ यो चाहिँ के हो भनेदेखि मेरो बुझाइ, अब अरू सिनेमाहरूको भए तपाईँले जुन किसिमले सोध्दै हुनुहुन्थ्यो त्यो चाहिँ म भन्न सक्थेँ। यो सिनेमाको त भन्नै सकिन्न। जस्तो सारङ्गी भन्ने सिनेमाले 45-50 करोड हान्छ भन्ने कसैले सोचेको थिएन। यो पिताम्बर हो, यो पिताम्बरको जुन किसिमको हाइप छ यो अहिले भन्नै सक्ने सिचुएसन छैन। 2 करोड एक्सपेक्टेसन गर्नुभएको थियो टिमले होइन? हजुर, के 2 करोड हान्छ आज? होइन, टिमले यति करोड के अरे एक्सपेक्ट गर्नु भन्ने कुरा भन्दा पनि हामीले जुन किसिमको मेहनत गरेको छौँ, जे एउटा सिनेमा बनेको छ, जुन राम्रो बनेको छ, त्यो हिसाबले चाहिँ हामीले यति करोड भन्ने कुरा भन्दा पनि एकदमै राम्रो हुन्छ भन्ने सोचेको थियौँ र राम्रो हुन्छ नै। यो दिउँसो 1 बजे पछाडिको त मलाई जहाँसम्म लाग्छ एकदम टिकटै नपाउने सम्भावना हुने सिनेमा हो। बाँकी कुरा भनेको दर्शक। बेलुका कुरा गर्छ। हस्, धन्यवाद। एकछिन त यही हो, एकछिन हामी पस्छौँ अनि दाइ पस्नु। पहिला उहाँहरूलाई अझै 4-5 मिनट लाग्छ होइन? 4-5 मिनट छ अझै। आइसके जस्तो छ भित्र। आयो यता फर्केपछि फोटो सबै पछाडि राम्रो आउँछ। त्यसपछि बाहिर निस्कि बाहिर छर्नुपर्छ। बाहिर खाएको छरिएपछि